जेनजीले हथियार सहित भ्रष्टाचार के खिलाफ जंग हमारी, अत्याचार के खिलाफ जंग हमारी, भूख से बेकारी से है जंग हमारी, काला बाजारी के साथ जंग हमारी। जागो रे जागो रे जागो रे जागो रे जागो, शुरू हो गई है आज जंग हमारी, आज जंग हमारी। जागो रे जागो रे जागो रे जागो रे जागो, शुरू हो गई है आज जंग हमारी, आज जंग हमारी। आज का दिन हर सितम का आखिरी दिन है, आज का दिन हर सितम का आखिरी दिन है, शुरू हो गई है आज जंग हमारी, आज जंग हमारी। जागो रे जागो रे जागो रे जागो रे जागो, शुरू हो गई है आज जंग हमारी, आज जंग हमारी। जागो रे जागो रे जागो रे जागो रे जागो। सुपरमार्केट तारे जित्तेमाथि हाइटको अगाडि यहाँ चाहिँ जनताहरू उखाले उर्ले आपको प्रधानमंत्री नरेंद्र मोदी से मुलाकात करने की इच्छा है? वो तो इंडियन एम्बेसी ने भी वो सब्स्टिट्यूट कर दिया है, वो प्रोसेस में वो है। वो तो हम तो अभी क्योंकि चाहते हैं वो प्राइम मिनिस्टर के साथ भी मुलाकात हुए तो अच्छा रहेगा, क्योंकि घुस दिएर पैसा दिएर गाउँघरका संरचनाहरूलाई कङ्क्रिटमा परिणत गरिसक्यो यसले। हामी नेपालको फादर भनेर चाहिँ हामी चाहिँ बच्चाहरू हो, हामी नेपालको पेरेन्ट्स भनेको चाहिँ बारबारा फाउन्डेसन र डाक्टर सन्त गुरुङ हो कि। सो हाम्रो चाहिँ त्यस्तो छ कि एभ्री गाइडेन्स वी आस्क हिम, जे गर्नुभन्दा अगाडि नै हामीले चाहिँ डाक्टर सन्त गुरुङलाई हामी सोध्छौँ अनि मात्र हामीले काम गर्छौँ। सबै सिंहदरबारको गेटहरू सबै तोडेर हामी युवाहरू साथीहरू सबै भित्र पसेर यो सिंहदरबारमा आगो लाउने मान्छे भेटिएको छ। आगो लाउने मान्छे को रहेछ भने यो मान्छे रहेछ है, तपाईँले चिन्नुहुन्छ चिन्नुहुन्न, चिन्हमा देखाएको छ। यिनीहरूले चाहिँ आगो लाउनलाई पेट्रोल बम हानेको। सिंहदरबारमा आगजनी, सिंहदरबारमा आगजनी गरे। माछाको परीका भिडियो गरेको भन्दै भनेर ढुङ्गा मुढा गरेको छ मलाई। क्यामेरा पनि पुरै फुटाएको छ। यहाँ पार्क अगाडि सबै यहाँ गुगुलेको घर अगाडि जम्मा हुँदैछौँ। अहिले चाहिँ नेपाली काङ्ग्रेसको पार्टी कार्यालय अनि त्यसपछि नेकपा एमालेको पार्टी कार्यालय अनिदेखि लगाएर मेयर हाम्रो पदम बोगटीको घर अनि राजेन्द्र रावल प्रकाश रावलको घर र पूर्व मेयर हाम्रो सुरेन्द्र विष्टजीको घर, यी सबको घर ध्वस्त पारेका छौँ।
सिंहदरबार मन्त्रीको घर घेरेर के हुने भयो सिंहदरबार घेर्यो भने भोलि यिनीहरूले खुट्टा टेक्छ सबैजनाले सिंहदरबार लुट्न सके लुट कान्छा लुट्न सके लुट के लुट्न सके लुट कान्छा लुट्न सके लुट अरू देशमा पाइँदैन नेपालमै हो छुट ए कान्छा अरू देशमा पाइँदैन हामी लगाउँछौँ रविदालाई बाहिर निकाल बाहिर निकाल रविदालाई बाहिर निकाल्नु पर्यो त्यो भाइको पुस्तक चाहिँ मान्नुपर्छ क्या मान्छेको स्वभाव कहाँ एउटै हुन्छ होइन अलग अलग हुन्छ नि स्वभाव हेर्नुहोस् त लो अब एक नया युद्ध आरंभ होगा उसकी ताकत मेरा क्रोध उसका अहंकार और मेरी जिद के बीच बालेन जेन्जी हो उमेर कति भयो त्यो सुदन हो जेन्जी हो जेन्जी होइन उमेर त जेन्जी हो 45 क्रस हो यो अहिलेको मन्त्रीहरू सबै जेन्जी हो धनी छैल जेन्जी हो साला खै जेन्जीहरू कहाँ छ त्यो मन्त्री भएको खै 22-23 वर्ष 25 वर्ष केटाहरू कहाँ जेन्जीको फादर भनेर बरु गर के जेन्जी भनेर नगर के